हजुरहरू सम्पूर्णमा शुभ बिहानी। म आज तपाईँ हाम्रा जिन्दगीमा हामीले बिहोर्नुपर्ने अनेक किसिमका सङ्घर्षहरूमध्ये एउटा सानो सङ्घर्ष जुन मेरो घरभित्रको मेरो भान्सासँग जोडिएको विषयवस्तु लिएर म यहाँ समक्ष उपस्थित भएको छु। र विषयवस्तु के हो भने तपाईँ हाम्रो भान्सामा हुने विशेष गरी योभन्दा अगाडि करिब 2 वर्ष अगाडि मैले पनि भन्ने गरेको भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहोरहरू जुन मैले पनि भन्थेँ 2 वर्ष अगाडि। तर 2 वर्ष भयो मैले यो शब्द परिमार्जन गरेको र मैले अहिले यस्ता वस्तुहरू जो हाम्रो भान्सामा निस्कने कुहिने क्षमता भएका र पछि भान्सामै प्रयोग गर्न सकिने प्रकृतिका वस्तुहरू मैले भन्ने गरेको छु। र मैले यसरी भान्सामा भएको कुहिने फोहोर या कुहिने वस्तुहरूलाई जुन तपाईँ हामीले योभन्दा अगाडि जसरी सम्बोधन गर्ने गरेका थियौँ, जसरी बुझेका थियौँ, त्यस्तो फोहोर जसमा छिटै किरा पर्छ, गनाउँछ, दुर्गन्धित हुन्छ, त्यस्तो फोहोर त्यस्ता वस्तुहरूको छेउछाउ जान पनि तपाईँ हामीलाई शरम आउने अवस्थाको सोच चिन्तन र यथार्थ पनि हामीले जुन त्यही अगाडि देखिरहेका थियौँ, भोगिरहेका थियौँ, त्यसलाई मैले थोरै परिमार्जन गर्न सफल भएको छु। र मैले अहिले मेरो भान्सामा हुने कुहिने क्षमता भएका र पछि प्रयोग गर्न सकिने खालका त्यस्ता वस्तुहरूलाई घरमै कम्पोस्टिङ गरेर मैले फेरि पुनः त्यसलाई भान्सामै ल्याएर सजाएर आफ्नो दिनचर्या त्यस्ता वस्तुहरूसँग हाँसी खुसी र अहिले विशेष गरी घर परिवारका सबै सदस्यहरूलाई पनि मेरो त्यो अभियान त्यो सङ्घर्षप्रति पूर्ण विश्वस्त पार्न म सफल भएको छु। र मैले यस सन्दर्भमा थोरै अन्य केही विषयवस्तुहरू अब यहाँहरूसँग जोड्न चाहन्छु। यहाँ हजुरहरूले देखिरहनु भएको छ 2टा ससाना गमलाहरू छन्। यो गमलामा यसरी लटरम्मै खुर्सानी फलेका छन्, धेरै पाकी पनि सकेका छ र केही हरिया पनि छन् अनि सँगसँगै केही फुल्ने क्रममा पनि छन् र ससाना चिचिलाहरू पनि अझै लाग्ने क्रममा यी बिरुवाहरू रहेको यहाँ हामी देख्न सक्छौँ। र मैले अब यी 2टा गमलामा यही भान्सामा भएका त्यस्ता वस्तुहरू जसको कुहिने क्षमता हुन्छ र यसरी भान्सामा ल्याएर तिनीहरूलाई सजाउन सक्ने सम्भावना भएका त्यस्ता वस्तुहरू जसलाई मैले माथि अरू 2टा कम्पोस्ट प्लान्टमा कम्पोस्टिङ गरेर अनि यसरी ल्याएर त्यसलाई यी गमलाहरूमा हाली मेरो किचनमा नै यसरी खुर्सानी फलाएर एउटा यो यस्ता वस्तुहरूलाई पनि हामीले सम्मान गर्न सक्यो भने यसबाट पनि हाम्रो जीवन सम्मानित हुने, आफ्नो यस्ता खालका भरासी समस्याहरूमा आफै स्वावलम्बी भएर आफै आत्मनिर्भर भएर जीवन व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले यहाँहरूलाई यो उदाहरण देखाउन खोजेको छु। र यहाँलाई लाग्न सक्ला भान्साभित्र या किचनमा यसरी खुर्सानी फलेको कुरा यो नहुन सक्छ भन्ने लाग्न सक्छ, किनकि त्यहाँ घामको प्रभाव राम्रो भएन भने यसरी फल्ने अवस्था नहुन सक्छ भन्ने लाग्न सक्छ। तर म यहाँलाई स्पष्ट के पार्न चाहन्छु भने घामका भन्दा पहिले झुल्किँदाखेरि नै मेरो यो झ्यालबाट प्रवेश गर्छ मेरो भान्सामा। त्यो भएर पनि मैले यी 2टा खुर्सानीका बिरुवाहरूलाई यसरी यही ठाउँमा रोपेर यसरी फलाएको छु। र सँगसँगै हजुरहरूलाई मैले अर्को कुरा के पनि भन्न पर्ने हुन्छ भने यो गमलामा भएको त्यो वस्तुहरू जसरी मैले भनेअनुसार नै यही कम्पोस्टिङ गरेको हो कि होइन भन्ने लाग्न सक्छ। म यहाँहरूलाई यस विषय पनि थप प्रष्ट पार्ने प्रयास गर्नेछु। र सँगसँगै यो खुर्सानी अलिअलि केही त टिपेर हामीले खाएका छौँ, तर बाहिर पनि अरू थुप्रै खुर्सानी र सँगसँगै माथि छतमा पनि अन्य खुर्सानीहरू भएको कारणले मैले विशेष गरी यहाँका चाहिँ धेरै यसरी टिपेर खाइहाल्ने भन्दा पनि एकचोटि यतिको चाहिँ यो मेहनत यतिको सफलता हजुरहरूसँग यसरी भिडियो मार्फत सेयर गरे पछाडि अनि चाहिँ यसका यी अब पाकिसकेका खुर्सानीहरू टिपेर सुकाउनु पर्छ कि भन्ने लागेर मैले आज यहाँहरू समक्ष यो जानकारी गराएको छु। अनि
हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ बाहिर यो भित्र मेरो किचनको सँगै भएको एउटा यो जुन बरन्डामा यसरी रोपेका अरू खुर्सानीहरू पनि लटरम्मै फलेका छन् र साह्रै रहर लाग्दो तरिकाले पाकेका छन्। आज म यिनीहरूलाई टिप्छु र सुकाउँछु, किनभने यहीँ सुक्दाखेरि यिनीहरू बिग्रिन सक्ने सम्भावना हुने रहेछ। यसरी मैले यता पनि राखेको छु र सँगसँगै एउटा यो भान्टा यसरी यति ठुलो बिरुवा भएको छ र मैले यो भान्टा भनेर ल्याएर रोपेको वस्तु अब अहिलेसम्म एउटा पनि चिचिलो नलागेपछि यो भान्टा होइन भ्यान्टेको बिउ परेछ कि जस्तो लागेको छ, किनभने यसमा जुन भान्टाको जे विशेषता हो त्यो मैले पाएको छैन। अनि मैले घरभित्रका यस्ता विभिन्न किसिमका फोहोरहरू चाहिँ या यस्ता विभिन्न किसिमका जुन वस्तुहरू यसरी वर्गीकरण गर्ने गरेको छु। यहाँ छुट्टै झोलामा ससाना प्लास्टिकका टुक्राहरू छन्। त्यस पछाडि यसमा माछा मासु गरी दुध ल्याएका त्यस्ता प्लास्टिकहरू जसलाई पखालेर यसरी यो तारमा उनेर अनि यसरी चाहिँ यसमै फेरि लक गरेर यसमा राखेको छु, यो पखालेर राखेको प्लास्टिकहरू। अनि सँगसँगै यस्ता कुहिने क्षमता भएका वस्तुहरूलाई मैले यो बट्टामा यसरी राख्छु। हुन त यहाँ हिजो बेलुकै मैले माथि खनाइसकेको छु कम्पोस्ट प्लान्टमा, अनि त्यसमा थोरै यो भुस मिसाउँछु। अनि यसरी यहाँ यो अहिले अब बर्खाको समय भएकोले हिलो माटो छ, यो हिलो माटो त्यस्ता वस्तुहरूलाई मजाले चलाएर यो मिक्स गर्छु। त्यस पछाडि लगेर माथि कम्पोस्ट प्लान्ट या कम्पोस्ट बिनमा यस्ता वस्तु कुहिने क्षमता भएको वस्तुहरूलाई राखेर मैले राम्ररी कम्पोस्टिङ गर्छु। र म अब यहाँहरूलाई त्यो माथिको कम्पोस्ट प्लान्ट पनि देखाउन चाहन्छु, किनकि हजुरहरूले अहिले मैले भान्सामा फलाएको खुर्सानीमा भएको गमला यही कम्पोस्टिङ गरेको वस्तु हो या अन्य ठाउँबाट ल्याएको माटो या मल हो भन्ने यहाँलाई लाग्न सक्छ। म त्यसको बारेमा यहाँलाई थप प्रष्ट पार्न चाहन्छु। हजुरहरूले यहाँ देखिरहनु भएको छ दुईवटा ठुला कम्पोस्ट प्लान्ट अर्थात् कम्पोस्ट बिन, अनि अर्को यहाँ सानो कम्पोस्ट बिन। यी दुईवटा ठुलामध्ये यो जुन निलो र नयाँ जस्तो ड्रम छ यो करिब भरिन लागेको छ र मैले अब यो अर्को पुरानोको सबै यहाँभित्रको मल मैले सबै गमलाहरूमा प्रयोग गरिसकेर यसलाई खाली गरेको छु, ताकि अब अर्को भरिने बित्तिकै म यो ड्रम कम्पोस्टिङको लागि प्रयोग गर्छु। र मैले यहाँहरूलाई अब यसको माथिल्लो भागबाट पनि केही जानकारी गराउन चाहन्छु। यहाँ मैले यसरी बोराले यसको मुख थुनेको छु। यहाँ वरतिर त रिङसहितको जाली नै छ। यो माथि यसरी यो टिनका पाताहरू जसबाट यो पानी भित्र नछिरोस् भनेर छानाको रूपमा मैले यसलाई प्रयोग गरेको छु। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यो ड्रम करिब भरिन लागेको छ। यो करिब 7-8 महिना भयो यो ड्रममा मैले मेरो भान्साको कुहिने क्षमता भएका त्यस्ता वस्तुहरू यहाँ राख्ने गरेको। यो विशेष गरी माटोसँग मिक्स गरेर यसरी मैले यहाँ हाल्ने गरेकोले यो छिटै चाहिँ मल बन्ने क्रममा यो अगाडि बढ्ने रहेछ। अनि अर्को यो जुन कम्पोस्ट बिन छ यो पुरै मैले खाली गरेको छु। यसको यो स्ट्रक्चर म आफैले बनाएको छु, यसरी यो यहाँले देख्न सक्नुहुन्छ। र सानो कम्पोस्ट बिन चाहिँ अब मैले यो पल्लो जुन भरिन लागेको कम्पोस्ट बिनको सबभन्दा तलको कम्पोस्ट जुन सुरुमा अलि गिलो खालको हुन्छ त्यसलाई निकालेर केही माटोसँग मिक्स गरेर अनि म यो सानो ड्रममा राख्छु। त्यस पछाडि त्यहाँ राम्ररी अझ हावाहरू खेल्ने भएको र त्यसबाट कम्पोस्टिङ हुन अलिक सजिलो हुने भएकोले मैले यो भरिन लागेको कम्पोस्ट बिनको सबभन्दा पिँधमा रहेको मल चाहिँ जुन अलि गिलो खालको हुन्छ त्यसलाई मैले यसमा ट्रान्सफर गर्छु। अनि सँगसँगै हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यो एउटा बट्टा छ, त्यसमा यसरी यो कालो जुन झोल देखिरहनु भएको छ त्यो चाहिँ यो ड्रमबाट निस्केको यो लिचर्ड अर्थात् यो भित्र भएका वस्तुहरूको झोल पदार्थ हो। यसलाई मैले अर्को भाँडोमा स्टोर गर्छु र त्यस पछाडि बिरुवाहरूमा किरा लाग्यो भने यसमा अन्य थप जस्तै अलिकति नुन, त्यस पछाडि सरफ या स्याम्पू गोलेर मैले किरा लागेका बिरुवाहरूमा छर्किने गरेको छु। र सँगसँगै यसलाई मैले मलकै रूपमा पनि बिरुवाको फेदमा पनि
हाल्छु, तर त्यसमा पानी मिक्स गरेर। र मैले त्यो लिचर चाहिँ यसरी यो पुरानो प्रयोगमा नआएको गाग्री थियो, त्यो गाग्रीमा यसरी स्टोर गरेर आएको छु। करिब करिब यो पनि यहाँ भरिन लागेको अवस्था छ। अनि अहिले मैले कौसीमा लगाएको तरकारीहरू यसरी प्रारम्भिक चरणमा फल्ने क्रममा छन्। यहाँ विभिन्न किसिमका बिरुवाहरू मैले लगाएको छु, काउली, त्यसै गरी चुच्चे करेला। अब यहाँ देख्न सक्नुहुन्छ, यहाँ पनि खुर्सानी साह्रै राम्ररी फलेको छ। त्यसै गरी यता यो अरू भान्टाहरू पनि फलेको छ। र सँगसँगै अझ सबभन्दा राम्रो हेर्न गजब लाग्ने चाहिँ यहाँ यो डल्ले खुर्सानी अर्थात् हामी अकबरे भन्छौँ, हेर्दै साह्रै राम्रो कुलकुलाउँदो खाउँ खाउँ परेको चाहिँ खुर्सानीहरू यहाँ यसरी फलिरहेछ। र मैले आज यो भिडियो मार्फत चाहिँ हामीले हाम्रो घर या हाम्रो भान्सामा निस्किने कुहिने क्षमता भएका वस्तुहरू जसलाई हामीले सम्मान गर्न सक्यो भने तिनीहरूबाट पनि हामी पछि सम्मान पाउने अवस्थामा पुग्छौँ। र यो कुहिने स्वभाव भएका वस्तुहरूको व्यवस्थापन हाम्रो घर, टोल, छर छिमेक, वडा, स्थानीय तह अर्थात् गाउँपालिका, नगरपालिका, राष्ट्रको लागि यो कुनै पनि किसिमको समस्या नभएर यो अवसर हो। यसबाट हामीले सहज ढङ्गले यो समस्याहरू समाधान गर्न सक्छौँ। र यसको लागि हामी घर घरबाट अगाडि बढ्नु पर्यो, हाम्रो टोल टोल, बस्ती बस्तीबाट अगाडि बढ्नु पर्यो। र हामीले घरमा सक्नेसम्मको व्यवस्थापन घरमै गर्नु पर्यो। त्यस पछाडि टोलले त्यस्तो व्यवस्थापनमा अगाडि अग्रसर हुनु पर्यो। सँगसँगै टोलले नसकेको बाँकी रहेका कुराहरूमा वडाले सहजीकरण गर्नु पर्यो। र वडाले पनि सहजीकरण गर्दा अझै बाँकी रहेका केही विषयवस्तु, यस्ता विषयवस्तुहरू सम्बन्धित स्थानीय तह अर्थात् गाउँपालिका, नगरपालिका अग्रसर हुनु पर्यो। र यसरी यो कुहिने स्वभाव भएका वस्तुहरूलाई हामीले दूर गर्ने अनि हाम्रो टोल बस्ती र हाम्रो एरियाबाटै चार भन्ज्याङ कटाउने पर्छ भन्ने हाम्रो मानसिकतामा अब निश्चय नै रूपान्तरित ढङ्गले हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा मैले यो भिडियो मार्फत यहाँहरूसँग सेयर गर्न खोजेको। हस्, धन्यवाद। मैले चाहिँ कम्प्लिटली मेरो भान्साको कुहिने क्षमता भएका वस्तुहरू सम्मानपूर्वक व्यवहार गरेर भान्सामै सजाएर राख्न सफल भएको छु। यस किसिमको जानकारी थप पछि पनि अन्य भिडियोहरू मार्फत म यहाँहरू समक्ष जोडिन सक्छु। अहिलेलाई यहाँहरूसँग मैले यति नै कुरा राखेँ। धन्यवाद।